हेलो नमस्ते सबैजनालाई यो मेरो फर्स्ट भ्लग यो च्यानलमा म राहुल र ऊ मेरो माया सुदेशना सो यो मेलबर्नको ट्रेन आज हामी जाँदैछौँ सपिङ मलमा सुरुमा हामी जस्ट साथीहरूलाई भेट्छौँ होला मेकडोनल्ड्समा गएर खाने अनि त्यसपछि चाहिँ हामी साथीको गाडीमा चाहिँ सपिङ मल जाने अनि हेरौँ के गरिन्छ सो ट्रेनभित्रबाट यस्तो छ सिटहरू खासै राम्रो त छैन ठिकै छ सिडनीको ट्रेनहरू चाहिँ अलिकति राम्रो छ होला मेलबर्नको भन्दा चाहिँ बाहिरको सिनहरू यस्तो छ बाटोहरू यताउतिहरू चाहिँ राम्रो छ है अस्ट्रेलियाको जे भने पनि पोल्युसन कम छ बाटोहरू ठिकै छ राम्रै छ भनौँ सही सो आजको हाम्रो प्लान सायद हामी मेकडोनल्ड्स गयो साथीहरूलाई भेट्यो त्यसपछि चाहिँ हाई पोइन्ट सपिङ सेन्टर जानेवाला छौँ हामीहरू ट्रेनबाट झरेर हामीहरू हिँड्दैछौँ मेकडोनल्ड्सको लागि त्यो चाहिँ साथीको गाडी तिनजना छ हामी तिनजना छ यिनीहरू हाम्रो ड्राइभर दाइ अविद त्यसपछि रिया र अविक टिकटकको त्यो थियो नि के अरे सो यो चाहिँ मेकडोनल्ड्स हाम्रो बर्गरहरू आइसकेको थियो दुईजनाको चाहिँ बर्गरै आउँदैन है पारगुडीहरूको खाना लजाएछ नेपालमा चाहिँ अहिलेसम्म नि मेकडोनल्ड्स छैन है किन छैन त्यो चाहिँ कसैलाई थाहा छ त मलाई लाग्छ बिफ बेचेको भएर चाहिँ छैन कि के हो खाँदैन सो खाएपछि हामी लाग्यो अब हाई पोइन्ट सपिङ सेन्टरतिर वेदर वाज नाइस है राम्रो छ निलो आकाश को यो हाँसेको होइन सो हामी सपिङ सेन्टर त पुग्यौँ तर देयर इज नो पार्किङ हामी खोजे भए पार्किङै पाउँदैन सो यो चाहिँ आउटडोर पार्किङ थियो यहाँ हामीले खोजे पाउँदै पाएन किन शनिबारको दिन थियो अफकोर्स होलिडे होइन सो यस्तो स्याटरडे र सन्डे फ्राइडे स्याटरडे सन्डे चाहिँ पार्किङ पाउनु एकदमै गाह्रो हुन्छ यो चाहिँ भित्रको पार्किङ इन्डोर पार्किङ यहाँ पनि खोजे पाउँदैन एक तला दुई तला तिन तला चढाइ छ खै पार्किङै छैन सो फाइनली हामीले पार्किङ चाहिँ पायो पार्क पनि गऱ्यो गाडी तर के भयो भन्दाखेरि यो चाहिँ डिसेबल पार्किङ रहेछ क्या सो डिसेबल पार्किङमा चाहिँ हामीले गाडी पार्क गर्न पाउँदैन सो त्यही भएर हामी त्यहाँबाट निक्लेर फेरि खोज्नेतिर लाग्यो अनि फाइनली पछि कार पार्क पाएर हामी सपिङ सेन्टरभित्र छिर्यौँ सो सपिङ सेन्टरभित्र क्रिसमसको डेकोरेसनहरू गरिरहेको थियो क्रिसमस विक भएको हुनाले है सो इट वाज क्वाइट नाइस भनौँ न राम्रो थियो त्यसपछि हामी गयौँ यता
क्यान्डी सप क्यान्डी वेयर हाउसतिर यो चाहिँ वान अफ द बिगेस्ट क्यान्डी स्टोर इन मेलबर्न हो जस्तो लाग्यो मलाई सो यहाँ चाहिँ जति लिने अनि लिएपछि चाहिँ वेट अनुसार पैसा तिर्न नि मिल्यो अनि त्यसपछि इन्डिभिजुअल प्याकहरू पनि किन्न मिल्यो सो हामी यत्तिकै ब्राउज गर्न थाल्यौँ चक्लेटहरू के खाने भनेर त्यो प्राइसहरू चाहिँ अलिकति महँगो लाग्यो मलाई नर्मल अरू ठाउँभन्दा चाहिँ अनि त्यहाँ चाहिँ कति चक्लेटहरू चाहिँ कति आइटमहरू चक्लेट ड्रिङ्क्सहरू पनि थियो कति चक्लेट ड्रिङ्क्सहरू चाहिँ युएसको ब्रान्डहरू पनि थियो युएस कोरिया जापान होइन इरिटेट गरेको फेरि ड्रिङ्क्सहरू पनि टन्नै थियो फ्लेभरको थियो फ्यान्टाहरू पनि कोकहरू पनि कति धेरै हुँदो रहेछ हौ फ्लेभरहरू नेपालमा त याद भएको त मलाई त कोक मात्रै थाहा छ नेपाल हुँदाखेरि कोक भन्थ्यो त्यहाँ चाहिँ यहाँ आएर नो सुगर र भ्यानिला र के छ डाइनोसर हेर न फेरि त्यसपछि यहाँ मान्छेलाई झुन्डाएर चाहिँ पुरा हार्नेस लगाएर चाहिँ जति सक्यो त्यति चक्लेटहरू चाहिँ उठाउन पाउने रहेछ है यो चाहिँ तर एकदम महँगो थियो यो कति थियो एराउन्ड $30 एकचोटिको एउटा ट्राईको चाहिँ $30 थियो त्यसपछि हामी आयौँ यता बुक स्टोरमा सो अविद र सुदेशनलाई खै बुकहरू पढ्नु पऱ्यो बुकहरू लिनु पऱ्यो भनेर आयो मलाई त खै के बुक नछोइ कति भइसक्यो लेखेको नपढेको टन्नै भइसक्यो त मेरो चाहिँ म चाहिँ किन ह्यारी पोटर टाइपको भाइ भएर थियो यो बुक स्टोर देखेर ठिकै थियो भित्र एम्बियन्सहरू राम्रो थियो त्यसपछि हामी गयौँ हाम्रो फाइनल डेस्टिनेसन लेजर ट्याग खेल्नलाई सबैजना हेर्न कुर्दा ल्याङ भइसक्यो हामी कति 5 मिनट 10 मिनट जति कुर्नु परिरहेको थियो दुईजना जाउँ त यो चाहिँ मैले दुईजनाको चाहिँ रोटेसन भिडियो लिदिएको सो हाम्रो गेम चाहिँ सुरु भयो हामी 5 जना इन्डिभिजुअली खेलिरहेको थियो किन टिम 5 जना थियो टिम कसरी डिभाइड गर्ने सकेन हामीले त्यही भएर ल इन्डिभिजुअल खेलौँ भनेर इन्डिभिजुअल खेल्यो रमाइलो भएको थियो सो अलिकति क्लिपहरू हालिदिएको छु मैले होप यु गाइज इन्जोय इट है I'm down. यो भाइ दौडेको त पिके जस्तो छ त हौ पिके जस्तो दौडिरा आमिर खान जस्तो पिके मुभीमा यहाँ यिनीहरूले चाहिँ मलाई चाहिँ पुरा टिमवर्क गरिदिएर क्या ल इन्डिभिजुअल गेममा पनि पुरा मिलेर हान्दिएर क्या 4 जना मिलेर म चाहिँ फर्स्ट भएर I won.
That's fast. तिमीमा त भुट्ने रहेछ म कस्तो रमाइलो भयो पहिले खेल्दै यस्तो रमाइलो थियो एक्सपिरियन्स रिया रमाइलो थियो भन त हारेर कस्तो खेल्नु सो ओभरअल आज राम्रै भयो है आजको दिन लास्टमा चाहिँ हामी यसरी रामेन बनाएर खायौँ दिन एन्ड गर्नलाई सो यो मेरो फर्स्ट भ्लग थियो त्यस्तो धेरै त म बोल्न चाहेन है होप यु गाइज लाइक इट सब्सक्राइब गर्नु होला पछि राम्रो राम्रो भिडियो आउँदै गर्छ थ्याङ्क यू गाइज